दरबार स्क्वायरमै भित्र दरबार स्क्वायर यही हो देख्नुभयो नि दरबार स्क्वायरमा लाइटहरू खोलिरहेको लगाइ दरबार स्क्वायरको गेट यही हो यहाँभित्र यस्तो छ रात परेको गाइज हजुर लास्ट हेलो गाइज गुड मर्निङ वेलकम इन आवर न्यू ब्लग एपिसोडहरू सबैजना सन्चै हुनुहुन्छ होला म पनि त एकदम ठिकठाक छु म चाहिँ आउनेतिर उठेर च्याट्ट फ्रेस भएर अनि आज यो कपडा छु गाइज अहिले चाहिँ हजुरले देख्न सक्नुहुन्छ बाहिरको मौसम चाहिँ अहिले यस्तो छ बिहान बेलातिरको सामान्यमा गाडीहरू गुडिरहन् अनि हावा सावा हल्का फुल्का लाहा अनि माथिको भ्यू हेर्न सक्नुहुन्छ चराचुरुङ्गीको आवाज कति मस्तको देखिरहेको सुन्न सक्नुहुन्छ हजुरले चराचुरुङ्गी गाडीहरू गुडिरहन् धेरै बाइकहरू मान्छेहरू हिँडिरहनु हो गाइज यो चाहिँ होटलको पछाडिपट्टिको अनि आज पानी पनि परेको थियो अनि सामान्य मौसम होइन अनि सहर अनि घरहरू होइन कति मस्तको देखियो काठमाडौँ भक्तपुरको अनि सामान्यमा मान्छेहरू नि त्यहाँ चाहिँ मुस नागको मूर्ति हो देख्न सक्नुहुन्छ कालो यता बाहिरपट्टिको हो त्यहाँ मान्छेहरू बस्नु हो घुम्नु हो माछा साछा खाने पोखरीमा त्यही पनि हेर्नु हो यस्तो छ वरिपरिको चराचुरुङ्गी उडिरहने मस्त पारामा यता मान्छेले भिडियो सिडियो बनाइरहनु हो फोटोसोटो खिचिदिनुहुन्छ बस्नु हो नास्ता खाना आउनु हो उता यस्तो छ है यता वरिपरिको माहौल देख्न सक्नुहुन्छ है मान्छे हिँड्दै आउनु हो त्यही गाई चाहिँ यहाँ चाहिँ को भने बसेको चाहिँ सामान्यमा म चाहिँ माथि रुमबाट चाहिँ देखेको थिएँ अब म चाहिँ तल जान्छु है त सिडी खाने ट्राई गाइज अब सिडी दिए झर्दै तल गएँ सामान्यमा चाहिँ हजुरले यहाँ सिडी देख्न सक्नुहुन्छ म चाहिँ अब सिधै पोखरीभित्र छिर्न लाग्नु त्यहाँ गेटबाट यस्तो छ वरिपरिको माहौल यी भ्यू हेर्न कति मस्तको देखियो सामान्यमा उहाँ चाहिँ सामान्यमा मान्छेहरू घुम्दै आउने हुनुहुन्छ यस्तो छ यतातिरको माहौल हो मान्छेहरू हिँड्दै घुम्दै आउनु हो यस्तो चराचुरुङ्गी उडिरहन् सामान्य कति मस्त तकको मौसम देखिरह अनि यहाँ चाहिँ माछाहरू ट्याक्क पोखरीमा छन् अहिले चाहिँ खासै देखिएनन् क्या चाहिँ उहाँ आइज एउटा देख्न सक्नुहुन्छ हजुरले कति अनि उहाँ चाहिँ मान्छेहरू हिँड्दै घुम्दै जानुहुन्छ फोटोसोटो खिच्दै हुनुहुन्छ चराचुरुङ्गी उडिरहन् मस्त पारामा अनि रुख हेर्न कति मस्तको देखिरह अनि सामान्यमा चाहिँ घाम उदाउन ला यस्तो है वरिपरिको माहौल मौसम भ्यू कति मस्तको हेर्नु गाइड उहाँ सामान्यमा चाहिँ परिवार बसिरहन् मान्छेहरू हुनुहुन्छ ढुङ्गासँग खेल्न हो माथि हेर्नु त करेन्टको टावर अनि त्यसमाथि चराहरू उडिरहन् यस्तो पारामा यहाँ कौवाहरू यस्तरी अनि चाहिँ मान्छेहरू ढुङ्गासँगै खेलिरहनु हो यहाँ चाहिँ अनि भ्यू हेर्न कस्तो मस्तको देखियो आज पानी सानी भरेको चाहिँ फोहोरो कुहिनेर नकुहिने भन्ने फाल्ने पनि रहेछ यहाँ लगाइ चाहिँ म चाहिँ जाँदैछु अब अगाडि के हुन्छ हजुरलाई देखाउँदै गर्छु अन्तिमसम्म हजुरले हेर्दै जानु होला हल्का पानी पऱ्यो जस्तो गरेर फेरि पनि गाइस मेरो नाकमा पऱ्यो हल्का जस्तो चराचरा उडेर आइ यताको बाहिरको भ्यू हेर्न गाइस कति मस्तको देखिरहेको यहाँबाट सामान्य मान्दै कति मस्त गाडीहरू उडिरहन् यताबाट यो पोखरी भित्रबाट बाहिरपट्टितिरको सर र उहाँ चाहिँ घाम उदाउन लाग्यो राम्रो देखेको गाइस यहाँको अनि यहाँ पनि छ फुली यति राम्रो हो अनि उताको सामान्यमा होटेलहरू घरहरू माथि चराचुरुङ्गी बसिरहन् अनि माथिको भ्यू आकाशको उहाँ चाहिँ मान्छेहरू हुनुहुन्छ चराचुरुङ्गी अनि ढुङ्गाहरू भयो अनि यहाँ माछाहरू पनि छ यहाँभित्र यहाँ चाहिँ पार्क छ कि यो बिहानतिर खुल्छ अनि साँझतिर बन्द हुन्छ अहिले पनि बन्दै छ सर मतलब बिहानतिर 5 बजीदेखि 9 बजे कति बजीसम्म हुन्छ त्यसको बन्द हुन्छ र फेरि साँझतिर खुल्छ क्या यहाँ तालचाला गाई त्यत्रो अस्ति नै गाइज पहिला म चाहिँ अस्ति नै एक्सर्साइज गर्न आउँदाखेरि आएको थिएँ अहिले चाहिँ आएको छैन अब आइप्याड देखाउँ हजुरलाई त हस्पिटल हो यो चाहिँ भक्तपुर अस्पताल है अस्ति नै मैले भरतपुर अस्पताल भनेर चाहिँ क्या झुकेर गाइज सरी यहाँ अन्त के फुलहरूका रुखहरू छन् के खानेकुराका रुखहरू छन् अनि पछाडिको टङ्कीहरूमा त्यो के हो त्यो उस के को उस हो कि गाई चाहिँ त्यहाँको ठुलो सायद आर्मीको होला त्यो चाहिँ पछाडि हेर्नु सकिन्छ अनि पछाडिमा फेरि पहाड पनि यस्तो छ माहौल भ्यू देखिरह अनि चराचुरुङ्गी यहाँ मजा चाहिँ उडिरहेको हेर्नु गाई चाहिँ माथि देख्न सक्नुहुन्छ सर पारामा त्यो मस्तको सामान्य हजुरले देख्न सक्नुहुन्छ चोर रहेछ क्या त्यो चाहिँ आर्मीहरूको पुलिसहरूको क्या हो यो चाहिँ बस्ने भवनहरू गाई चाहिँ हिँड्दा हिँड्दा यहाँ चाहिँ कति राम्रो गुलाब फुल पनि भेटाएँ कि मैले भर्खर कोपिला भएर रहेछ यो हेर्नु कति राम्रो अरू यस्तो बुट्टामा हल्का हल्का हुँदैन अरू नि चराचुरुङ्गी कति मस्त पारामा उडिरहन् सामान्य मौसम भ्यू हेर्नु त खै जानु यहाँ चाहिँ भित्र भक्तपुर मन्दिरको हानि भइहाल्यो कति मन्दिरहरू छन् यहाँ चाहिँ मूर्तिहरू दर्शन पनि गराउँ पुरीमा दर्शन गरेर साथै होइन हल्का फुल्का गएर जति सकिन्छ त्यति भ्याएको पनि गरौँ न भ्यू देख्दा त म लास्टै लोभ लाग्यो कि कति मस्तको भ्यू देखेको कि सामान्य हेर्न कति मजाको भएन
खालि भ्यू देखाइरहँ जस्तो लाग्यो हेरी वरिपरि हेर्न क्या मस्तको देखिरहेको चराचुरुङ्गी उडिरहेको क्या मस्त पारामा सामान्यमा मान्छेहरू यहाँ घुमिरहनु है यो सिद्ध पोखरी भइहाल्यो भित्रको यी चट्ट पारामा गाई झग्ने हजुरलाई मैले उताबाट देखाएको थिएँ नि उतातिरबाट आउँदाखेरि हो यही चोर हो क्या हेर्नु कति राम्रो हो मेरा कुकुरहरू रहेछन् 3टा इङ्ग्लिसमा डगी भन्नु भन्छ उता यस्तो हम्माले सर र गाई चाहिँ चाहिँ के का बुट्टाहरू खाने चाहिँ यसको पात चाहिँ कस्तो मस्तको हुन्छ नि गाई चाहिँ यो चाहिँ हाम्रो जुन सन्चो भन्ने पाइन्छ नि गाई चाहिँ नाक बुझ्दाखेरि अनि त्यही हो कि सुन्नु हजुर अस्ति नै मैले देखाएको थिएँ यस्तो हो क्या उहाँ गाई चाहिँ सामान्यमा लेखेँ नि त बोर्डमा सैनिक भनेर यताउति उहाँ पुलिस आर्मीहरू हुनुहुन्छ कुकुर यताबाट 2टा तोड त पुरै खाली हो हल्का फुल्का मान्छेहरू आउनु हो क्या सायद उहाँ हेर्नु हल्का फुल्का हेर्नु हो नत्र त पुरै खाली हो क्या गाई चोर खासै मान्छे अहिले खेल्न सेल्न केही गर्न आउनु होइन गाई त्यो सामुन्नेको भ्यू देख्दा चाहिँ होइन हजुरले देख्न सक्नुहुन्छ उहाँ चाहिँ त्यो भ्यू देख्दा चाहिँ मैले लोभ लागिरहेको कस्तो मस्तको देखिरहेको खालि त्यही देखाउनु मन लागिरहेको मैले त क्या मजाको भ्यू क्या अनि हेर्न यो बुटो कति मजाको देखिरहेको कति मस्तको गाई चाहिँ उहाँ सामान्यमा चाहिँ नेपालको झन्डा पनि आइसक्यो हल्का देखिरहेको नि हल्का ब्लर आँखाहरू त जुम गरेर देखाऊ यत्न टाढाबाट मैले अनि ख्यालै गरेर हिँड्छु कि मैले गाई त्यहाँ नेपालको झन्डा भने अहिले धेरै मान्छेहरू घुम्नु आउनु हो गाई चाहिँ आउने हल्का फुल्का हुनु त अहिले त पुरै आउनु हो आउने जाने गर्नु है माथिको भ्यू हेर्न गाई कति मस्तको चराचुरुङ्गीहरू खालि यहीँ भ्यू देखाउनु मन लाग्यो मलाई त गाई यस्तो छ वरिपरिको माहौल फेरि पानी पर्न लाग्यो यस्तो भयो गाई चाहिँ अन्त त्यहाँ माछा पनि रहेछ पोखरीमा पानी परेर उस थोपाको उस हल्का हेर्न त्यहाँ उस खसी जस्तो के टुक हेर्नु नपत्ता पानीको थोपा हेर्नु त अब पर्न सुरु गरेको पानीको थोपा यस्तो भइरहेको हेर्नु यस्तो देखिरहेको पानीको थोपाइ त्यही भएर पर्ला अन्त त्यही भएर माछा देखिरहेको एउटा त्यहाँ गाई उहाँ नेपालको झन्डा आइज हल्का देख्नु भयो होला गाई चाहिँ फाइनली सिद्ध पोखरीबाट घुमेर निस्किसकेँ बाहिर निस्किसकेँ अनि यस्तो छ यता बाहिरको चाहिँ अहिलेको माहौल गाडीहरू गुडिरहन् मान्छेहरू हिँड्नु हो मस्तो पारामा यहाँदेखिको भ्यू लाइट बले हल्का पार्किङ भन अनि उहाँ चाहिँ सिद्ध पोखरी लेखेको उहाँ प्रसिद्ध सिद्ध पोखरी इसका अभी भित्र सामुन्नेको छ मैले चाहिँ भ्यू मस्त पाराको हजुर देख्न सक्नुहुन्छ लाइट साइट बोले हो सुनसान छ यताको गल्ली चाहिँ हामी मात्र हिँड्ने जस्तो दरबार स्क्वायर यही हो देख्नुभयो नि दरबार स्क्वायरमा लाइटहरू खोलिरहेको लाइट साइट लगाइ दरबार स्क्वायरको गेट यही हो यहाँदेखि भित्र यस्तो छ रात परेको गाई त हजुर लास्ट गाई चाहिँ त्यही हो आजको मेरो भ्लग यति नै जुन मेरो भ्लगको नाम छ नि जीवन एन्ड मनिष भ्लग जुन हजुरले अन्तिम भने हजुरलाई उहाँहरूलाई धेरै धन्यवाद भन्न चाहन्छु मन पर्ने हजुरलाई मेरो भ्लग मन परेन लाइक गरिदिनु च्यानल हुन्छ भने सब्सक्राइब गरिदिनु जसको अनुसार हजुरले सेयर गर्नु होला हजुरको सानो सानो माया सपोर्ट गरेर म हामीहरू सबैजना अगाडि बढ्न सकिन्न त्यही हो आजलाई दिन थप बाँकी फेरि भोलि नयाँ भ्लगमा देखाउँछु भन्दै त्यतिसम्म हजुरले इन्तजार गर्नु होला अब यो भ्लगलाई एडिट गर्छु भन्दै लभ यु गाइज टेक केयर गाइज बाई गुड नाइट बोयफ्रेन्ड गर्लफ्रेन्ड डेटिङ सेटिङ गर्न आइछन् क्या जाँदैन